हाम्रो चाहिँ अलिकति प्लानमा चेन्ज भएको छ। हामी आइपुग्यो आरुघाट गाउँपालिका। हाम्रो डेस्टिनेसन नम्बर ए यो छ हैन। हामीले चाहिँ अहिले कतिखेर पुगिन्छ त्यो जामले गर्दाखेरि भनेर टिकट काटिरहेको थिएन। अलि भरे हेर्दाखेरि एउटा पनि टिकट देखाएन कि। भन्नु होला मेरो छोरीले बुरुक्क बुरुक्क गरेको छैन। चौकीको हालत छ छैन मैले त यादै गरेर चाहिँ गौशालाको दाइलाई पनि गुड बाई भन्ने बेला भएको छ। दाइ थ्याङ्क यू सो मच होइन। ल गाइस हामी अहिले छौँ बिर्ता मोडमा। हेलो नमस्ते एन्ड वेलकम ब्याक टु द च्यानल एभ्रीबडी। दिस इज योर राइडर 6B एके छवि ढकाल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ गाइस। म पनि एकदमै सन्चै छु। अहिले हामी चाहिँ आबु खैरेनीमा छौँ। खासै हामी झापातिर लागेको गाडी लिएर होइन। तर अब मुगलिन नारायणगढ सडक चाहिँ नि बन्द छ नि त पहिरोले गर्दाखेरि। अनि 24 घन्टाभन्दा धेर भइसक्यो बन्द भएको। एक्चुअली 48 घन्टा हुन लागिसक्यो होला। अब पनि खोल्ने केही सङ्केत छैन। मैले बिहानै पुलिस स्टेसनमा कल गरेको थिएँ। उनीहरूले भन्दाखेरि अब पहिरो रोक्यो भने चाहिँ कति घन्टा लाग्छ खोल्न। अनि 10-11 किलोमिटरको जाम छ त्यो खोल्नु पऱ्यो होइन। सो आई थिङ्क त्यो भएर चाहिँ हामीले अल्टरनेटिभली काठमाडौँ गएर डिसाइड गर्नेवाला छौँ फ्लाइट लिन्छौँ कि त्यताको बाटो भएर जान्छौँ भनेर। बट आजको हाम्रो बसाइ चाहिँ यस्तो थियो यहीँ रिजोर्ट होइन। यस्तो खालको छ। त्यति खासै राम्रो त रुमहरू चाहिँ कोठाहरू चाहिँ त्यस्तो गजब होइन। बट ए वाज ओके हामी जस्तो राति सुत्नलाई। ल यस्तो छ यताको चाहिँ। हामी त ब्याग बोकेर लाग्यो बाटो। अब दृश्य यस्तो छ। नसकेर खोला त्यही छ। भोले बाबाको मूर्ति बिचमा रिसेप्सनतिर अहिले जाँदैछौँ हामी। ल गाइस हाम्रो चाहिँ अलिकति प्लानमा चेन्ज भएको छ। हामी अब मुगलिनबाट उता काठमाडौँ छिर्ने बाटो पनि बन्द पुरै होइन। फुल जाम थियो। त्यो भएर पुलिसहरूले ओरैदेखि गाडीहरू रोकेर राखेको थियो। छिर्न दिइरहेको थिएन। अनि हामीले के गर्यौँ भने अहिले चाहिँ नि हामीले अलिकति अल्टरनेटिभ राउट यता गोर्खापट्टि भएर होइन। सो आरुघाट जान्छौँ पहिला। अनि आरुघाटबाट फुर्के खोला अनि फुर्के खोलाबाट काठमाडौँ भनेर चाहिँ नि लगाएको छौँ। त्यसको जम्मै 6 घन्टा 15 मिनट देखाउँदैछ अहिले चाहिँ। अघि हामीलाई 6.5 घन्टाभन्दा अलिक धेरै देखाइरहेको थियो। अब लेट्स सी होइन। अहिले हामी गोर्खा त छिरिसक्यो। नयाँ ठाउँ हेरिँदैछ। अब त्यसैमा चित्त बजाउनु पर्ने हुन्छ। नयाँ ठाउँ हेरिँदैछ देखिँदैछ। बाटो चाहिँ पुरै रफ 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 अफ रोड पनि नेक्स्ट अफ रोड। एकछिन यहाँनिर बिसाएको छ होइन। यसो प्रोटिन बारहरू केही खानालाई अब खाएको थिएन। बिहान ब्रेकफास्ट नगरी हिँड्यो। पर डाँडाको भ्यू हेर्नु पऱ्यो क्या दामी यहाँबाट। सही छ। हामी आइपुग्यो आरुघाट गाउँपालिका। हाम्रो डेस्टिनेसन नम्बर ए यो छ होइन। अनि अब यहाँ आरुघाटबाट हाम्रो अर्को हुन्छ फुर्के खोला आई थिङ्क। अनि बाटो त्यहाँबाट हुन्छ हाम्रो काठमाडौँको। भन्नु होला मेरो छोरीले बुरुक्क बुरुक्क गरेको छैन। म लाउँदै छु। ओके बाटो अप्रो छ। हाम्रो डेस्टिनेसनको लागि 3 hours 9 minutes 12:57 PM मा त पुगिन्छ भनेपछि हामी कहीँ नबिसाइकन कहीँ अरू त नभइजाने हो भने। बट अभियसली हामीले लन्चै खाएको छैन ब्रेकफास्टै खाएको छैन। ल ब्याक टु त्रिशुली आयो। तर यो भिड यता जानेको भिड यस्तो देख्दाखेरि त दिमाग खराब भयो त नि। बिहान बिहानै निस्केको हामी त झन् बल्ल तल्ल खानसान खाएर होइन। अब अहिले बन्द लागेको छ 2। हामी लागेको थियो अब यहाँबाट 2.5 घन्टामा काठमाडौँ पुग्छौँ भनेर। म त फ्लाइट टिकट हेर्न थालिसकेको थिएँ कि। फेरि यस्तो जाम लाग्यो। ल यो किन जाम लाग्यो भन्दाखेरि उताबाट यता आउने गाडी चाहिँ यिनीहरू रोकेर राखेपछि अरू गाडीहरू पनि यो यताको लेनमा के त्यता छिराउन थाल्यो। त्यो भएपछि अब बाटो दुवैतर्फको अवरोध। हामी त यता जाने त खासै जाम नलाग्नु पर्ने हो नि त। हामी त काठमाडौँ जाने हो। काठमाडौँबाट यता आउने गाडी चाहिँ मुगलिनतिर जाने गाडीहरूको चाहिँ जाम लागेको छ। ठाउँ ठाउँमा रोकिदिरहेको छ उनीहरूले।
ट्राफिकले तर त्यो भएको कारणले यो मसिनो गाडीहरू अर्को लेनतिर छिराइदिएर दिमाग खराब भएको अहिले होइन अब खासै हामीले आज बेलुकाको 7 बजीसम्मको फ्लाइट मिल्नु भने झापा जाने भनेर चाहिँ नि प्लान बनाइराख्यौँ अब अझै अगाडि पुग्ने हो भने अगाडिको पनि छ 4 बजीतिरको पनि छ होइन त्यो चाहिँ अलिक भ्याउन मुस्किल हुन्छ होला नभए पनि 7 बजीको पनि भ्याइन्थ्यो होला भन्ने थियो अब लेट्स सी व्हाट ह्यापन्स यहाँ हेर्नु होला बाहिरको ट्राफिकको अवस्था ल गाइज हामी आइपुग्यो काठमाडौँ अहिले होइन हामी स्वयंबाट अलि यता लाग्यो एयरपोर्टतर्फ अब हामीलाई जम्मा 23 मिनट जति बाँकी छ एयरपोर्ट पुग्नलाई अनि फ्लाइट चाहिँ नि खासै अघि एपमा देखाइरहेको थियो पर हामीले चाहिँ अहिले कतिखेर पुगिन्छ त्यो जामले गर्दाखेरि भनेर टिकट काटिरहेको थिएन अलि भरे हेर्दाखेरि एउटा पनि टिकट देखाएन कि अब आजै जान पाए हुन्थ्यो भन्ने छ नि त अनि कसो गएर बुद्ध एयरलाई कल गर्दाखेरि फेरि टिकट छ भने उनीहरूले चाहिँ र होल्डमा राखिदिनु भने 4वटा टिकट अब त्यहाँ एयरपोर्ट बाहिर गएर बुद्ध एयरको काउन्टरमा गएर पैसा चाहिँ पे गरेर अब हाम्रो फेरि इन्टरनेसनल लाग्छ कि किनेरियन पासवर्ड भएको भएर अनि महँगो लाग्छ डलरमा अब एयरपोर्ट पुगेपछि लेट्स सी यस्तो छ स्थिति वस्तुस्थिति छोपे छ यहाँ यतापट्टि चाहिँ अलिअलि देखिरहेको होइन यहाँ यता त सबै छोपेर लगाएर अब सबै अब त्यो घिनै लाग्दो देखिएको थियो ढलेर विचित्रै भएको यार बिचरा यस्तो राम्रो हाई क्वालिटी स्ट्यान्डर्ड 5 स्टार होटल होइन वर्ल्डको वान अफ द बेस्ट ब्रान्डमा पर्छ कि त्यो नै धस् त अब यहाँ अरू छेउछाउको दोकानहरू पसलहरू के भाटभटेनीको अलिपुरतिर कहाँनिर होइन त यही लाइनमा पर्छ जस्तो लागिरहेको ए पछाडि त्यही ध्वस्त पारिदिएको के मन्दिर आयो ए नक्सल भगवती अरे इभन हामी दरबार मार्गतिर पनि गएको छैनौँ कति धेरै हेर्न पाएको छैन कि यहाँ एयरपोर्ट आइपुग्नु लाग्यो अब 5-6 मिनट छ 2 किलोमिटर जति तर भिड पनि थपिरहेको यहाँ हेर्नु त चौकीको हालत छ चाहिँ नि मैले त यादै गरेर चाहिँ गौशालाको ल अच्छा म सबै डढाएर भएको जति पूर्वाधारहरू सबै सक्यो यार क्या नै त्यसो चाहिँ नगरे भए हुन्थ्यो स्पेसली अब इन्फ्रास्ट्रक्चर्स के किन यहाँको सक्यो अहिले भित्रै किन्नु पर्ला अब 80 रुपियाँको उहाँ भएर त्यहाँ बागमती नदीको हालत यस्तो छ सफा रहेछ नि त अहिले त बागमती यिनीहरूको आफ्नै छ यहाँ पारा शैली आइपुग्यो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट अब यहाँबाट फ्लाइ गरिन्छ भद्रपुर झापा टिकट कन्फर्म भयो होइन पे पनि भइसक्यो एभ्रिथिङ गुड टु गो अब भनेको भित्र जाने चेक इन गर्ने ब्याग छोड्ने अनि त्यहाँबाट केही खान्ते खाने पुरा छ भने अलिक खाने छैन भने जाने त्यहाँ हाम्रो एकजना सब्सक्राइबर भाइ गौरव उप्रेती भाइसँग भेट भयो गौरव भाइ सरी तिमीसँग गफ गर्न पाइनँ लामो छोटो मिठो होइन तिमीले त म ख्याल गरिराखेँ मेरो आफ्नो दिमाग अहिले केमा अड्किरहेको नि त पार्टीको भएर तिमीले ख्याल गरेर आएर हेलो दाइ भन्यो खुसी लाग्यो भेटेर है त यो चाहिँ डोमेस्टिक एराइभल डिपार्चर सरी अब यहाँबाट भित्र पसिन्छ दाइलाई पनि गुड बाई भन्ने बेला भएको छ दाइ थ्याङ्क यू सो मच होइन यो यत्रो यात्रामा हामीलाई चाहिँ नि सकुशल होइन ठाउँहरू देखाउँदै बुझाउँदै भन्दै आरामले लिएर जानुभयो थ्याङ्क यू सो मच एकदम नानी बाबुहरूले गाडी साडी फोहोर गरेर कचाकच गरेर दिमाग खराब गरेर हल्ला गरेर पनि पेसेन्टको साथ गर्नुभएको होइन दाइको म अभियसली अब हाम्रो उताबाट आउने साथीहरूलाई नम्बर पास गर्छु तपाईँहरूलाई नि यहाँ निड छ भने अभियसली नम्बर पुट डाउन गर्न सकिन्छ होइन कतै ट्राभल गर्दै हुन्छ नि बट वान सेकेन्ड थ्याङ्क यू दाइ सो हामी सेक्युरिटी चेक जाँचबाट चाहिँ भित्र पस्यो होइन तर यो काउन्टर खोल्नलाई चाहिँ 6 बजी मात्र खुल्दो रहेछ हाम्रो फ्लाइट 7 बजेको हो नि त 1 घन्टा अगाडि मात्रै खुल्दो रहेछ नि अहिले चाहिँ 5 बजेको छैन यार दिमाग खराब मलाई लागेको थियो यहाँनिर केही खानेकुराहरू छ होला भनेर अब दाइलाई पनि हामीलाई पुर्याएर जानु थियो छोडिदिएर जानुभयो अब हामी करिब बिचलीमा एकछिनको लागि यहाँ त्यतिकै टल्दै बस्ने फोन हेर्ने के गर्ने कलसल गर्ने होइन
अनि जब काउन्टर खोल्छ जब ब्याग बुझाइन्छ त्यहाँबाट भित्र पसेपछि मात्रै केही कुरा खाना गर्न मिल्ने रहेछ क्या ल सेक्युरिटी चेकचाक गरिवरी भित्र पस्यो होइन अरू ब्याग्सहरू सबै गयो अब यो मात्रै बाँकी छ अनि अभियसली आफ्नो ह्यान्ड ब्याग्सहरू बाँकी छ कि अब हाम्रो फ्लाइट चाहिँ आधी घन्टाले डिले भएको छ यहाँ देखियो होराइजन क्याफे यहाँबाट अलिकति हल्का खानपिन लिएर खाएर अनि अब अहिले भयो 20 मिनट छ 7 बज्नलाई सो अलमोस्ट टाइम हुन लाग्यो चेक इन गर्नको लागि सायद 7 बजीदेखि सुरु गर्छौँ होला परिवार खाइराख्नु बोर्ड गऱ्यो अब टेकअपको लागि रेडी होइन कुनै म यहाँ छौँ अब लागौँ बाटो ल गाइस हामी अहिले छौँ बिर्ता मोडमा होइन हामी हिजो बेलुका अब हेर फ्लाइट बोर्ड गरे पछाडि आउँदा ओर्दा चाहिँ नि कति भएको थियो 8:30 भएको थियो होला यहाँ घर आइपुग्दा ओर्दा 9 समथिङ भएको थियो आज दिनभरि रिल्याक्स गऱ्यो दिनैभरि नै खासै केही पनि गरेन अब अलिअलि कपडाहरू धुनु थियो त्यस्तै उस्तै गऱ्यो रेस्ट गऱ्यो अहिले एकछिन बाहिर जाँदैछ हामी छट्टसँगले बाहिर अलिकति थोरै गर्नु भनेर नेपालमा पनि अटो एक्सपिरियन्स गरिँदैछ है अब यहाँ छट्टसँगले यहाँ पछाडि दिदी हुनुहुन्छ अनि केटाकेटी बसेका छन् सो फार सो गुड ल हेर त सायद यो भारपेटी नै यहाँ बिर्तामोडको चलाएर होइन ध्वस्त यस्तो कन्डिसनमा छ ध्वस्त छ अस्ति हामीलाई काठमाडौँको चलेको देखिहाल्यो बाइ द वे हाम्रो यो तेस्रो दिन बिर्तामोडमा झापामा अहिले हामी चाहिँ नि बिर्तामोडबाट कुन्जीबारी भन्छ त्योभन्दा अलिक तलतिर त्यहाँ चाहिँ नि हाम्रो फुपू सासू हुनुहुन्छ होइन त्यहाँ लागेका छौँ यता अहिले हामीलाई लिएर जानुहुन्छ भाइ पनि आज हामीसँग सवार छन् श्रीशान्त होइन एन्ड देन माई रेगुलर ग्याङ सो यो भ्लगको चाहिँ आइरहनु अब के हुन्छ किनभने मोस्टली हामी घरमै बसेर रेस्ट गरेर आएको छौँ त्यस्तो बाहिर गएको ओरेको थिएन हिजो अस्तिको दिन होइन सो आज अब गाउँघरतिर जाने हो जे इन्ट्रेस्टिङ लाग्छ त्यही देखाउँछु त्यही रेकर्ड गर्छु जे इन्ट्रेस्टिङ लाग्दैन त्यो बन्द राखौँला ठ्याक्कै भन्नुपर्दाखेरि अहिले हामी छौँ के अरे यो चाहिँ कुन्जीबारीमा यहाँ मेरो मिसेसको अब फुपूबाजु मेरो फुपू सासू होइन फुपाजु सासुरा तर अब हामीले पनि फुपाजु चाहिँ भनेनौँ दिदी भिनाजु भन्यौँ कि हाम्रो फुपूलाई कहिले त्यो मुखैमा आएन दिदी भिनाजु छ दिदी भिनाजुको घर सजिलो भन्नुपर्दाखेरि कुन्जीबारीमा छु गाउँमा भित्र रमाइलो लाग्छ मलाई चाहिँ फेरि यस्तो अघि आउँदाखेरि त्यो धानबारी वरपर बाटो होइन एकदम गजब लाग्छ यहाँ बाइक रहेछ अब यो बाइक देख्ने बित्तिकै अघि हात चिलाइहालेँ यहाँ हेर्नु त यो भ्यू तपाईँहरूको लागि अनौठो त होइन तर पनि गजबको भ्यू मलाई चाहिँ यस्तो दामी लाग्छ कि फेरि केटाकेटीहरू कहाँ बसेँ भनेर चाहिँ अब खोज्दैछु कि फोनै लगाउनु पर्ने हुन्छ बट डिफ्रेन्ट भएछ कि के अरे बिर्तामोडको हालत चाहिँ पुरा डिफ्रेन्ट देखियो यो पूर्व पश्चिम राजमार्ग चाहिँ नि पहिला 2 लेनको मात्र थियो होइन यता आउने र जाने अहिले चाहिँ अब 2 लेन एड गर्नको लागि यता सो सरी एक-एकवटा लेन एड गरेर 2 लेनको बनाउने जम्मा 4 लेनको होइन बनाउने भएर अहिले एक्सिडेन्ट गरेको यता 1 वर्षभन्दा धेर भएछ होइन 1 वर्षभन्दा धेर भएछ बाटो चाहिँ तर फराकिलो भएर बिच भएपछि चाहिँ सरर होला तर अहिले चाहिँ बिचमा अब यो डाइभर्सन भयो जहाँ कलपट छ त्यहाँ अर्को नयाँ एड गर्नु पऱ्यो जहाँनिर पुल छ अर्को बाटो बनाउनु पऱ्यो होइन अहिले ठक्कै भन्नुपर्छ भने हामी छौँ केर्खा होइन यहाँ अब ठुलामाको घरमा हेरौँ त घर यस्तो भएछ बाटो यो कच्ची थियो यस्तो भएछ त्यहाँनिर चाहिँ नि त्यो कलपट थियो त्यो अलि के भन्छ यस्तो होली थियो त्यहाँ त ट्याक्क पुल भएर पक्का भएछ यस्तो भएछ अगाडिको दृश्य यहाँ केटाकेटी हल्ला गर्दैछन् यहाँ हेर्नु त फ्लावर गार्डन अघि ओ लुक एट दिस यो को मान्छे हो नमस्ते गर्नु त यहाँ नमस्ते भन्नु त हाम्रो सागरको छोरी यता हाम्रो केशवको छोरी देखाउनु पऱ्यो नि मलाई भनेर माइजहरूलाई सबैलाई हेलो यता हाम्रा बुहारीहरू भान्जी यता ठुलामा ठुलो भाउजू उता कता जानुभएको छ यता रहेछन् 1-2 जना मैयाहरू के छ हालखबर ठिकै छ अप्रिलदेखि के आउँछ अरे मे 1-2 जना खै त स्माइल आमा हौ लु कस्तो क्युटी मान्छे हो कस्तो फुल जस्तै मान्छे तिमी आउनु लु यता जाने हामी ल यहाँ देवीथान पहिला अहिले चाहिँ नि ठ्याक्क डाँडो भएर यस्तो
वेल अर्गनाइज प्लेस भएछ यहाँ ठुलामा के हो त्यो त कुबिन्डो होइन कि के हो ठुलामा कुबिन्डो होइन त कुबिन्डो पर फलेको यहाँ चाहिँ मन्दिरको यस्तो छ प्राङ्गण भएछ यस्तो गजबसँगले पहिला त देवी थान मात्रै त हो नि त यहाँ यसो घारी थियो यहाँ अनि अब अहिले मन्दिर बस कैदा भएछ त्यसले विशाल भएछ मन्दिर त्यो त तलैदेखि यता उयो यता यता पर वाल गरेको छ त यता 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 आइज त यो पुरा बनाउन खोजेछ यहाँ खर्च गरेर अहिले ढल्न आँटो लड्न आँटो नि त फुटो मन्दिर समितिले नै बनाउने हो नि त यो त होइन तर सामुदायिक उयो हो ए पछाडि त यहाँ पो मजा आउने रहेछ त शीतल यहाँ शीतल होइन ठ्याक्क रुखको फेदीमा शीतल शान्त अनि एकदम मजा बनाउनु भएको रह यहाँ साह्रै मन पर्यो मलाई होइन क्यानाडा अमेरिका अस्ट्रेलिया जतिको त के हुन्थ्यो र पनि अब नेपालमा कुन दिन आएर भन्छौँ बा भत्का होइन भत्काउँदैन होला मन्दिर त भत्काइहालेका छैनन् होइन मन्दिरै त भत्काइहालेका छन् हाम्रो चाहिँ नेपाल देश यस्तै छ होइन रमाइलो छ नेपाल त हामी यता माथि मुक्तिनाथतर्फ गयो होइन यस्तो रमाइलो यस्तो यो छोरी खैले ए फेरि भयो त अहिले त छोरी नाङ्गे बुचुङ्गे छागलको छोरी नाङ्गे बुचुङ्गे नो The next day. ल त यहाँ हेर हाम्रो भाइले के गर्दा चाहिँ हामी कल्पना दिदीको घरमा आएको छौँ अहिले ठक्कै होइन यहाँ तल के यो राजगढ के चकचकीजी पऱ्यो होइन चकचकीजी पऱ्यो बाख्रा हाम्रो भाइलाई गाई बाख्रा ए बेबी हाम्रो भाइ किन भुल्यो भनेको त अनि उसले त अनि बेबी गाईलाई त अस्तिदेखि खोजेको थियो नि त कति क्युटी तिमी बुबु खायो हेर कति क्युटी भाइ कति क्युटी बेबी अनि उसको मम्मी को हो उसको मम्मी त्यहाँ अनि अर्को बेबी त्यता ए भाइलाई त अनि उसले अस्तिदेखि उहाँ वृन्दावनदेखि चाहिँ खुवाउने सानो बेबी खोजेको गाइस अहिले चाहिँ म बिर्तामोडमा होइन बिर्तामोडै बसिरहेको छु खासै हामी अनि यहाँबाट अब कहिले केर्खा कहिले चाहिँ कुन्जीबारी कहिले चाहिँ यता चकचकीतिर राजगढतिर आफन्तहरू भेट्न जाने क्रम भइरहेछ अब यो खासै भ्लग पनि बिचमा रेकर्ड भइरहेको छैन होइन सो यो भ्लगलाई आई थिङ्क यहीँ एन्ड गर्दा हुन्छ आजको यात्रा हाम्रो अलिकति यता पाहाडतिरै हुन्छ सो यो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्नुपर्छ होला आई होप तपाईँहरूलाई यो भिडियो मन परिरहेको छ होला यदि मन परेको छ भने डेफिनेटली लाइक बटन थिच्नु होला च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गर्नु होला अनि सोसियल मिडिया इन्स्टाग्राम फेसबुक ट्विटरमा साथी बन्नुभएको छैन भने छवि ढकाल भनेर सर्च गरेर साथी बन्न सक्नुहुन्छ त्यति भन्दै आजको भिडियोबाट म छवि ढकाल बिदा हुन चाहन्छु हवस् त नमस्ते पिस आउट